एउटा सरप्राइज दिनेछु त्यो भिडियो पनि अपलोड हुनेछ र मुलाको चाहिँ अर्डर गर्दाखेरि 42,001 थिएको छ है यो चाहिँ बफ मात्र हो गाइस वेलकम ब्याक टु माई च्यानल सबैजनालाई इट्स मी रजनी श्रेष्ठ यु आर इन रजनी डायरीज भ्लग सो ब्याक अगेन विथ अनदर न्यू भिडियो तपाईँहरूलाई चाहिँ म भिडियो नयाँ लिएर आएको छु कि यो चाहिँ के भन्दाखेरि जिमको भिडियो त हेर्नुभयो होला नि होइन आमा मैले के सोचेको थिएँ म 51 केजी भनेर सोचेको थिएँ होइन तर एकैछिन सो गाइज म कुरा गर्दा गर्दा मैले राखेको थिएँ किनकि म चाहिँ तपाईँहरूलाई आज मेरो काम सँगसँगै जिम सँगसँगै काम पनि देखाइदिन्छु म के गर्छु भनेर आज चाहिँ टक्क लाएर म हजुरलाई भन्छु है आजको दिन चाहिँ यस्तो राम्रो छ है सो मैले अघि पनि भनिसकेँ है म चाहिँ एकदमै डिल्युजनमा थिएँ कि मेरो वेट चाहिँ कति केजी रे 51 केजी कुरा गर्दा गर्दा बिचमा पनि बिग्रिन्छ है मेरो के बोल्छु होइन सो यस्तै हो 51 केजी भनेको चाहिँ 54.8 केजी थिएँ होइन सो इट्स बिन 3 विक्स म चाहिँ जिममा जोइन भइसकेको चाहिँ मोर देन 3 विक्स पनि भइसकेको छ सो मैले वेट चाहिँ अहिले कस्तो गराएको छु के भएको छु भनेर चाहिँ म अपडेट दिन्छु आज चाहिँ म गएर जिममा गएर चाहिँ मैले के सिकेँ भनेर पनि तपाईँहरूलाई म देखाउँछु यो फुल भिडियो हेर्नु होला एन्डसम्म सो के भएको बाँकी रह्यो अर्को काम मेरो काम चाहिँ 4:30 बजीदेखि हो आज चाहिँ हाफ मात्र गर्छु म सो त्यो बाहेक चाहिँ मैले चाहिँ थोरै काम गर्छु आफूले सानो घरमै बसेर चाहिँ हल्का अचारको बिजनेस भनौँ न अचारको बिजनेस त नभनौँ होइन वरिपरि भएको मान्छेहरूलाई चाहिँ अब कुनै मान्छेहरूले अब टिकटकमा भिडियो हालेर चाहिँ थोरैजनालाई चाहिँ मैले अचार बेच्ने काम गर्छु हल्का धेरै होइन सो म तपाईँहरूलाई त्यो पनि देखाउँछु आज चाहिँ पुरै देखाउँछु है आज चाहिँ मैले थोरै प्याक गरेर आज ठेक्पे गर्न पनि जाँदैछु त्यही भएर त्यो पनि देखाउँछु भनेर चाहिँ हो सो अचारको बारेमा चाहिँ म साइडमा अहिले के अचार बेच्छु भनेर चाहिँ फोटो राख्छु हजुरले हेर्नु होला तपाईँलाई चाहिन्छ भने अर्डर गर्न सक्नुहुन्छ टिकटकमा चाहिँ नेपाली अचार कोरिया भनेर छ त्यसमा फलो गर्दा पनि हुन्छ है सो गाइज म मेरो हात दुखिसकेको छ म जाँदै गर्छु गएर फर्स्टमा सायद ठेक्पे गर्दिनँ म अहिले फर्स्टमा चाहिँ जिममा जान्छु अनि आएपछि ठेक्पे गर्छु त्यसपछि चाहिँ तपाईँहरूलाई देखाउँछु ओके सो गाइज म जाँदैछु बाटोमा हेर्दै जाँदैछु होइन के भन्नु थियो भन्दाखेरि यस्तो गर्मी सुरु भइसक्यो यस्तो गर्मी भइसक्यो है हिजो 2 दिन अगाडिसम्म यस्तो चिसो थियो बेलुका अहिले पुरै गर्मी यो टी सर्ट पनि खोलेर निस्क्यौँ जस्तो भइरहेको हो यस्तो गर्मी चाहिँ सो म तपाईँहरूलाई चाहिँ यहाँबाट उचितबाट चाहिँ ठेक्पे गर्न म जाँदैछु तपाईँहरूलाई देखाउँछु म चाहिँ यहीँ नजिकै छ के भन्छ यहाँ अगाडि नङ्गे ब्याङ्कको साइडमा छ क्या ब्याङ्कको त्यहाँबाट चाहिँ म ठेक्पे गर्छु तपाईँलाई ठेक्पे गरेर देखाइदिन्छु अचार पनि देखाउँछु ल म तपाईँहरूलाई के म बेच्छु भनेर यहाँनिर यो चाहिँ मैले गरेको लगभग धेरै भइसक्यो 2 वर्ष जति नै भइसक्यो त्यस्तो धेरै चाहिँ गर्दिनँ मैले धेरै त गर्दैन हल्का माइन्ड फ्रेस हुन्छ त्यतिकै आज फेरि हेर्नु मेरो आज माथिदेखि तलसम्म ग्रिन एन्ड व्हाइट भएको छ जुत्तादेखि सबै मिलाइखायो ब्याग पछाडिको ब्याग पनि मिलाइखायो जुत्ता हेर्नु जुत्ता हेर्दै उछुकेको यहाँ चाहिँ रिसिभरको मेरो आफ्नो एड्रेस लेख्ने नाम लेख्ने नम्बर लेख्ने यो चाहिँ पाउनेको नाम नम्बर लेख्ने आज चाहिँ मैले 3टा गर्दैछु 3जना गर्दैछु सो यहाँबाट चाहिँ निकाल्नु पनि पठाउनु मिल्छ डिएचएलहरू पनि गर्न सक्छ
अहिले तपाईँलाई देखाउँछु त्यहाँबाट आउँछ 박스 있어요. 박스 3개? 아니요, 있어요. 아, 있어? 네. 300원 맞대요? 감사합니다. मेरो चाहिँ यहाँ छ सार तपाईँलाई देखाउँछ यता वेट गर्नुहोस् यसमा चाहिँ मैले फास्ट गरेर देखाएको किनकि अब लामो भिडियो बनाएर तपाईँहरूलाई पनि बोरिङ हुन्छ नि त सो यहाँनिर मैले सबै लिएर आउँछु बक्स हुन्छ बबल ऱ्याप हुन्छ अनि त्यसपछि यो टेप हुन्छ होइन त्यसमा चाहिँ अब कतिवटा अचार हाल्ने टक्क लगाएर बबल ऱ्याप गरेर चाहिँ यसलाई पठाउनु पर्ने हुन्छ सो यसो गर्दैछु म हजुरले हेर्नु होला राम्रोसँगले हजुरलाई नै अचार अर्डर गर्नु छ भने चाहिँ मलाई कन्ट्याक्ट गर्नु होला है रजनी डायरी छ फेसबुकमा रजनी श्रेष्ठ छ टिकटकमा रजनी छ नभए नेपाली अचार कोरिया छ अर्डर होला यसलाई चाहिँ अब हामीले बबल ऱ्यापमा चाहिँ ऱ्याप गरेर चाहिँ म सेन्ड गर्छु त्यो चाहिँ मैले पहिला गरेको भिडियो अपलोड गर्छु अहिले चाहिँ मेरो मोबाइलमा हेरेर सबै डिटेल हेर्नुपर्ने हुन्छ नि त त्यो भिडियो खिच्न चाहिँ पाउँदैन हो हो मैले आज चाहिँ तिनवटा मात्रै ठिक गर्दैछु यसरी चाहिँ हुन्छ यो चाहिँ कम्बो सेट हो यो तिनवटा चाहिँ पोर्क चिकन र मुलाको चाहिँ अर्डर गर्दाखेरि चाहिँ 42,001 ठेक्कै चार्ज है यो चाहिँ बक मात्र हो 32,000 र यो चिकन र मुलाको चाहिँ 33,001 पर्छ यसरी पठाउँदाखेरि चाहिँ सो हजुरलाई पनि मनपर्छ भने अर्डर गर्नु होला खान मन लाग्छ भने नेपाली टेस्ट एकदम मिठो 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 छ यो चाहिँ B1 तलपट्टि छ यहाँबाट चाहिँ नेपालमा पनि सामान पठाउने सकिने भनिसकेको छ DHL गर्न मिल्छ पर केजी 2+ हुन्छ मैले अस्ति टिकटकमा भिडियो हालेको थिएँ यो जिम जोइन गरिसकेको चाहिँ मलाई त्यही 2-3जनाले चाहिँ मलाई इन्स्टाग्राममा मेसेन्जरमा अथवा टिकटकमा पनि अथवा भन्नुहुन्छ टिकटकमा र मलाई चाहिँ लोकेसन चाहिँ ठ्याक्कै 250 यहाँ छ होइन 250को यो तल छ नि ठ्याक्कै 10 नम्बर गेट भनेर भनेको छ नि ठ्याक्कै यसको तलपट्टि हो कि सो एकदमै लोकेसन चाहिँ एकदमै सजिलो ठाउँ छ स्टेसनबाट चाहिँ साइडमै हो तपाईँले 1 नम्बर लाइन र यो ब्राउन लाइन चाहिँ दुईटा लाइनबाट चाहिँ आउन मिल्छ र इन्स्ट्रक्टर जिम ट्रेनरहरू गऱ्यो भने चाहिँ अलिक महँगो रहेछ त्यसको बारेमा चाहिँ मैले डिटेलमा बुझेको छैन कति छ भनेर सो लोकेसन चाहिँ यही हो गाइज दुङम्यू गेट नम्बर 10 है त म जाँदैछु अब 1.5 घन्टामा सो अहिले त मेरो वेट लस चाहिँ खासै 2 केजी मात्रै भएको छ धेरै भएको छैन होइन गाइज है मैले त्यस्तो धेरै लस चाहिँ गरेको छैन किनकि मैले राम्रोसँग टाइम दिन पाएन मैले यताउता के गर्छु है सो अब म चाँडै नै मैले तपाईँहरूलाई चाहिँ एउटा सरप्राइज दिनेछु त्यो भिडियो पनि अपलोड हुनेछ सो त्यसको लागि पनि होला म अलिक चाँडै यताउता भएको छ यसरी जान्छ यो है त यहाँबाट चाहिँ सारा जाने हो टक्क लाएर अब चाहिँ भ्लग मैले यसरी बनाउँछु पुरै बोली बनाउँछु कि तपाईँहरू पनि भक्क लाग्ने गरेर बनाउँछ ल सो गाइज यही हो है त ल म अब छिर्छु छिरेपछि तपाईँहरूलाई गर्छु है त कम्पनी चाहिँ यही हो सो गाइज म कपडा चेन्ज गरेर पनि आइसकेको छु तपाईँहरूलाई म देखाउँछु मेरो वेट है यतापट्टि हेरेर नहाँस्नु होला बेइज्जत हुन्छ म त कस्तो पागल रहेछ यहाँ अस्ति नै त मैले जिम स्टार्ट गर्नुभन्दा अगाडि त म गाइज यसो छ है म चाहिँ सुरु गर्नु लाग्यो पानी खाएर यहाँ कपडामा लागेर क्या यसो छ सो गेस गर्नुहोस् त भन्दिनँ म के गेस गर्ने होला अब म गएँ कार्ड के भन्छ ट्रेडमिलमा सो अन गर्ने देन स्टार्ट गर्ने लेभल 4, 6, 8 यहाँबाट बनाउनु मिल्छ पहिलाको भिडियो पनि देख्नुभयो होला सो म अहिले 4देखि स्टार्ट गर्छु है त अब म एकैछिनमा आएँ बाई बाई यु गाइज क्यान सी माई स्विट्स कति उठेर आयो भनेर त केही पनि होइन होइन अब चाहिँ म खाना खान्छु यो चाहिँ यसमा चाहिँ मैले अहिलेसम्म चाहिँ 1,000 2,000 200 1300 म
स्टेप आउट गरेको छु स्टेप पुरै चाहिँ चल्नु अन्त सोधे अब म स्टार्ट गरेँ त भेरी छोटो ब्रेकमा म बजार 600 स्टेप चाहिँ हिँडेको छु त्यो पनि मेरो पसिना होइन कति खुसी छु मैले बिचमा त्यो पनि पसिना यति धेरै आउँछ भर्खर 600 स्टेप 9 मिनट भइरहेको छ अझै 600 स्टेप गर्छु त्यसपछि चाहिँ म साइक्लिङ गर्छु मैले चाहिँ अलिक खासै धेरै भर्खर 1 महिना हुँदैछ नि त त्यही भएर खासै धेरै पुरै हेभी लिफ्टिङहरू चाहिँ गरेको छैन जस्ट पनि गराएन अब यति प्राइस यति भइरहेको छ कि अहिले दाइको बिहान आउनुहुन्छ मेरो बिहान भएको छैन फेरि त्यही भएर मैले हुँदाखेरि मलाई जति आउँछ विकेट पुग्ने गरिरहेको छु त्यसले नै मेरो लागि चाहिँ पहिलासम्म मैले फ्याट मात्रै लस गर्नु भएको नि त सक्दिनँ सो त्यसले गर्दाखेरि चाहिँ हेल्प भइरहेको छ गाइज त्यसपछि चाहिँ म लिफ्टिङहरू पनि गर्छु अमाइ पऱ्यो नि यहाँ मन लाग्छ ओके गाइज सी यू सुन बाई कति गाह्रो भयो मलाई 7 मिनटमा 1200 स्टेप चाहिँ गरेँ यो सकाएर तर गयो खुट्टाको गर्छु 11 मैले 11-14सम्म चाहिँ राख्छु प्रायः जस्तो अब यो गर्छु 20 मिनट गाइज मैले यति हो गर्ने अहिलेको लागि त्योभन्दा बढी केही पनि गरेको छैन अलिअलि त्यो लिफ्टिङहरू अलिअलि गर्छु तर त्यस्तो धेरै गर्दिनँ सो पिरियड भएको बेला चाहिँ म यस्तो लिफ्टिङ हेभी लिफ्टिङहरू गर्दिनँ अहिले म पिरियड भएको बेला नर्मल गरेर चाहिँ गरेर जान्छु यहाँ अहिले डाइटहरूको चाहिँ खासै त्यस्तो धेरै चेन्जेसहरू गरेको छैन तर म गर्ने भनेर सोचिरहेको छु किनकि अलिकति वेट लस गरेपछि मसल टाइट गर्दाखेरि अलिकति खानाहरू डाइटहरू चाहिँ चेन्ज गर्छु भनेर सोचेको छु सो मैले चिकन ब्रेस्टहरू अर्डर गरेको छु अब चाहिँ मैले अलिक प्रोटिनहरू धेरै खान्छु गाइज यति नै हो एकैछिनमा म सकेर सावर लिएर बाहिर निस्केको छु अपडेट गर्छु सबै गइसकेको छु अब अलमोस्ट 1 घन्टा भयो वर्कआउट गरेको सो अब चाहिँ म जान्छु सो गाइज मेरो वर्कआउट सक्यो फ्रेस भएर निस्केको छु अब म काममा जान्छु त्यही त मेन चाहिँ डाइटमा चाहिँ ध्यान दिनुपर्छ भन्छ होइन सबै ठाउँमा जति नै जेसुकै गरेर जति एक्सर्साइज गरे पनि खानामा कन्ट्रोल गर्यो भने चाहिँ वेट लस होइन वेटै गेन हुन्छ जिममा आएपछि चाहिँ किनकि जति वर्कआउट गऱ्यो जति आफूले एनर्जी लस गर्यो त्यति नै भोक लाग्छ होइन सो मेरो केसमा पनि फर्स्टको विकमा चाहिँ फर्स्टको
फर्स्टको 1 विकमै चाहिँ मैले 1 केजी झन्डै 1.5 केजी नै वेट लस गरेको थिएँ। त्यसपछि चाहिँ मैले कस्तो भन्दाखेरि खाना रोक्नै सकेन, भोक लाग्न थाल्यो क्या, धेरै भोक लाग्न थाल्यो क्या। सो खानामा नि कन्ट्रोल चाहिँ गर्नुपर्ने रहेछ है। त्यसपछि मैले अब यो 4th विक हुन्छ, यो मन्डे चाहिँ मन्डे आज 4th विक ठ्याक्कै 1 महिना नै भयो भनौँ न, आज मन्डे नै हो। सो आजसम्म चाहिँ मैले 1.8 समथिङ 2 केजी जति मात्रै वेट लस गरेको छु। त्योभन्दा बढी चाहिँ भात्ते लगाएर वेट लस पनि हुँदैन, गर्नु पनि राम्रो पनि होइन बडीको लागि। सो डाइट चाहिँ मैले अहिलेसम्म पुरै पर्टिकुलर यस्तो भनेर चाहिँ खाएको छैन। अब चाहिँ म खाने प्लानमा चाहिँ मैले अर्डर गरेको छु। सो मैले त्यस्तो खानाहरू केही गरेँ भने चाहिँ म अपलोड गर्नेछु पहिला जस्तै। ओके गाइज, म राख्छु। बाई बाई, सी यू नेक्स्ट भिडियो।